चाँडै नै छिट्टै नै एउटा बवाल भ्लग आउँदैछ। के भ्लग आउँदैछ भने त्यही म उता जाँदैछु क्या, कालिम चोक जाँदैछु होइन। अहिलेसम्म एकचोटि पनि हिल खेलेको छैन नि त, त्यही भएर ल गाइस आज 8-9 बजेको थमेल राइड कस्तो हुन्छ हेरौँ है त। एक्लै चाहिँ किन बस्नु? होइन सोधे अनि खाना पकाएर यसो सेवा गर्ने मान्छे त राख्नु पऱ्यो त। हुन त ए उल्टे आफैले बनाएर दिनुपर्छ। अनि यो के अरे मान्छेहरूको 2टा कान हुन्छ, तिम्रो त अनि 4वटा छ त। अनि मसँग कस्तो लाग्छ तिमीलाई थाहा छैन? ल्या मसँग कस्तो लाग्छ? मसँग हिँड्दाखेरि ठिकै लाग्छ? यो मान्छेले त मेरो चित्त दुखाइदियो यार। ठिकै लाग्छ भन्छ त यार, राम्रो लाग्दैन मसँग यस्तो। अरे राम्रो लाग्छ, यस्तो खतरा छ यार। यस्तो कमेडी गफ हाल्छु, यस्तो खुसी हुनु। तिम्रो यो गोरो हुनुको राज के हो? मलाई पनि चाहियो, यस्तो गोरो हुनु मन छ मलाई नि। 1 राउन्ड थमेल घुमाइदिउँ भइसक्यो। के भन्छ हाम्रो? ल भाइ हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। अहिले चाहिँ टाइम भएको छ त्यस्तै 8:30 त्यस्तै भनौँ न। अहिले चाहिँ म बाइकमा पेट्रोल हाल्न जानु पऱ्यो होइन। पेट्रोल फुलित त भइसक्यो क्या, पेट्रोल फुलित त भइसक्यो। जाडो पनि लास्टै छ। अनलाइन पैसा भएको भए त म उता गएर हाल्थेँ। मसँग के अरे क्यास पैसा छ क्या, क्यास पैसा भएपछि चाहिँ यतैतिर हाल्छु मैले होइन। तर खै यताको पेट्रोल राम्रो छ कि छैन थाहा नै छैन। एकचोटि सोधौँ डेन्सिटी कति छ यहाँ चाहिँ। मेरो एक त झन् इन्जिन जान लाग्यो बाइक होइन, झन् नराम्रो पेट्रोल हाल्यो भने झन् जान्छ क्या। ल म्याकुरी छैन क्या, ए रहेछ छैन जस्तो लागेर भयो त। यहाँ पेट्रोल हालेर पाप हाल्नु पऱ्यो होइन। यहाँको पेट्रोलको डेन्सिटी र त्यो मैले उता त्रिपुरेश्वरमा हाल्थेँ नि सेम रहेछ यार डेन्सिटी। भनेपछि राम्रै रहेछ, यहाँ र त्यहाँ सेमै रहेछ त। अनि पेट्रोलको डेन्सिटी खै सबै ठाउँमा एउटै हो कि के हो थाहा भएन। तर म चाहिँ खाली हाल्ने भनेको यो 2टा ठाउँमा हो क्या। एक त यार बाइकको इन्जिन जान लाग्छ होइन, झन् त्यही माथि नराम्रो पेट्रोल हाल्यो भने झन् टेन्सन हुन्छ क्या मलाई। अनि गाइस अहिले चाहिँ म जाँदैछु थमेल होइन, किनभने 8:30 भइसकेको छ। सो अब राति भ्लग बनाउनु हुन्थ्यो होइन। अब राति भ्लग बनाउन सकिन्न यस्तो जाडोमा। सो त्यही भएर म अहिले यसो 1-2 राउन्ड यसो हानेर आऊँ भनेको होइन थमेलतिर। अनि हल्का एउटा पर्सनल काम पनि छ, सो त्यही हो। अनि गाइस अब चाँडै नै छिट्टै नै एउटा बवाल भ्लग आउँदैछ। के भ्लग आउँदैछ भने त्यही म उता जाँदैछु क्या, कालिम चोक जाँदैछु होइन। अहिलेसम्म एकचोटि पनि हिल खेलेको छैन नि त, त्यही भएर यसो हिल खेल्न जानु परेन त होइन। खासै जाडो मन त पर्दैन, जाडोमा मनपर्ने भने त्यही एउटा चिज हो, घुमा खेल्न मनपर्छ होइन। त्यही त हो नि। अब त्यो हिल खेल्नलाई भयो भने हामी जानुपर्ने हुन्छ कालिम चोक। सो म चाहिँ प्लानिङ गर्दैछु गाइस, कालिम चोक गएर बवाल भ्लग हालौँ होइन। त्यही भएर पनि खासै त्यति भ्लग आइरहेको छैन। भ्लग नआउनुको कारण त्यही हो गाइस, मेरो जिन्दगीमा त्यस्तो खासै केही छैन। मेरो लडा लसुन जस्तो छ मेरो जिन्दगी होइन। खालि पठाउ इन्भाइट गरिरहेको हुन्छु। अब पठाउ इन्भाइट गर्दाखेरि अब भ्लग पनि बनाउन त मिल्छ नमिल्दा होइन, तर अर्काको पर्सनल के बनाउनु जस्तो नि लाग्छ क्या। अब के गर्नु, चल्नको लागि जे पनि गर्नै पर्ने हुन्छ होइन। त्यही नै अब खै पठाउको भ्लग बनाउन मलाई अलि अप्ठ्यारो लाग्छ क्या। किनभने अब एक त मलाई खासै के बोल्न नै आउँदैन होइन त्यति। अब जो बोल्छ त्योसँग मात्रै म बोल्छु, धेरै जसोसँग त म बोल्दिनँ क्या। किनभने अब आफू बोल्दाखेरि उनीहरूले इग्नोर गरिदिएपछि अनि आफूलाई नि बोल्न मन लाग्दैन नि त। अब उनीहरू बोल्नु पऱ्यो नि त, उनीहरू बोलेपछि पो अनि आफूलाई नि बोल्न मन लाग्छ त होइन। त्यही हो गाइस, अहिले धेरै जाडो छ।
अहिलेदेखि यस्तो जाडो छ भनेर के गर्नु, पछि त्यहाँ पनि जानुपर्ने हुन्छ। त्यही भएर अहिलेदेखि नै ट्रेनिङ हानिहालौँ भनेर यसो होइन राति यसो निस्किदिएको। अब राति 12 बजे त निस्किने कुरो भएन। घरबाट फेरि माछालाई यो कहाँ जान लाग्यो, माछालाई केटीको मन जान लाग्यो क्या, माछालाई खाँदै यताउति भन्यो भने होइन बाबुआमाले चाक हान्यो भने त यार मलाई टेन्सन हुन्छ त। सोचेको गाइस अहिले धेरै जाडो छ अनि डेली भ्लग नआउनुको कारण नै त्यही हो गाइस। म डेली पठाउ इन्टाइप गरेर हुन्छु। सो अब मलाई त्यो पठाउ भिडियो बनाउन अलि अप्ठ्यारो लाग्छ होइन, त्यही भएर पनि म खासै बनाउँदिनँ। त्यही हो अब मलाई खासमा भ्लग बनाउन मनपर्ने भनेको यस्तै टाइपको हो क्या, अलिक घुम्ने ट्रेभल गर्ने यताउति यस्तो भ्लग बनाएर हाल्न मनपर्छ क्या। अब जस्तै मानौँ होइन मेरो डेली लाइफमा जे चलिरहेको छ मैले त्यही बनाएर हालेँ अरे ल, पछि म घुम्न गएको मात्रै हालिराख्यो भने मान्छेहरूले मन पराउने नै त्यही हो नि त। जस्तै अब होइन मैले कति टिकटकतिर देखिरहेको हुन्छु क्या, मान्छेहरूले अब के अरे उनीहरूको टिकटक लाइभमा अब कोही पनि आउँदैन नि त, अनि मान्छेहरूले रिचार्ज कार्ड कोरी उयो गर्छ, अनि त्यसरी मान्छेहरू कति धेरै हेर्न आउँछ। त्यसको मतलब हो कि अडियन्सै त्यसले त्यस्तै पाउँछ क्या होइन, त्यसको त्यो अडियन्सै त्यसले त्यस्तो पाउँछ क्या। त्यसले त्यसको भिडियोमा लाइक गरिदिने यता गरिदिने उता गरिदिने त्यस्तो खालको अडियन्स पाउँदैन क्या। त्यसले अडियन्स पायो भने त्यही कतिखेर रिचार्ज कार्ड कोर्ला र हाल्ला भन्ने त्यही मात्रै हेर्न खोज्छ क्या। त्यही भएर गाइस अब मैले पठाउ भ्लग मात्रै हाल्न खोज्यो भने मान्छेहरूले त्यही मन पराउँछ, पछि त्यही मात्रै हेर्न खोज्छ नि त। पछि म यताउता घुम्न गएको खासै त्यो चाहिँ हेर्न मन पराउँदैन नि त। त्यही भएर मैले त्यही भएर पनि नबनाएको हो। अनि प्लस अब अलिक अप्ठ्यारो लाग्छ किनभने अब मलाई खासै त्यति बोल्न नि आउँदैन, अनि अर्काको अब पर्सनल कुराहरू हुन्छ त्यो भिडियोमा अब पर्सनल कुराहरू निस्किहाल्यो भने होइन प्यासेन्जरहरूको यताउति, त्यही भएर पनि मैले नबनाएको हो। यहाँ हल्का एकजना मान्छेलाई पिक गर्नु छ अनि उसलाई ठमेल छोडेर अनि त्यसपछि यहाँ के अरे ठमेल 1-2 राउन्ड घुमेर अनि त्यसपछि जान्छु होला म घरतिर। त्यसै ठमेल घुम्दिउँ भनेर आएको कि होइन। अब कति दिनभरि सुतेर बस्यो होइन, जब 3-4 बज्छ त्यसपछि यसो निस्किन्छु नि त, 3-4 बजेतिर यसो निस्किन्छ क्या म। अनि यसो ठमेल पनि घुम्दिउँ न त भनेर यसो चल्किन लाग्यो। मस्तै जाडो छ यार, बिहान गर्मी हुन्छ ज्याकेटै लगाउँदिनँ होइन, अनि त्यसपछि जब बेलुका हुँदै जान्छ त्यसपछि जाडो हुन्छ के हुन्छ नि त्यसपछि त हालतै खराब। हात पन्जा किन्नुपर्ने यार, हात त यस्तो भएको छ नि मेरो, कराक्क भइसक्यो क्या। क्लच हान्दाखेरि करेन्ट लाग्छ के भन्नु। ल गाइस आज 8-9 बजेको ठमेल राइड कस्तो हुन्छ हेरौँ है त। एक्लै बस्ने सोच थियो एक्लै चाहिँ किन बस्नु होइन सोधे कस्तो अनि खाना पकाएर यसो सेवा गर्ने मान्छे त राख्नु पऱ्यो त हुन त। उल्टे आफैले बनाएर दिनुपर्छ बिचाराको। अनि यो के अरे मान्छेहरूको 2टा कान हुन्छ, तिम्रो त अनि 4वटा छ त। अनि मसँग कस्तो लाग्छ तिमीलाई थाहा छैन? ल्या मसँग कस्तो लाग्छ मसँग हिँड्दाखेरि? ठिकै लाग्छ? यो मान्छेले त मेरो चित्त दुखाइदियो यार। ठिकै लाग्छ भन्छ त यार, राम्रो लाग्दैन मसँग यस्तो। अरे राम्रो लाग्छ, यस्तो खतरा छ यार। यस्तो कमेडी गफ हाल्छु, यसो खुसी हुनु रमाइलो गर्नु। म
झन् कालिम्पोङ जानलाई यहाँ प्र्याक्टिस गर्दैछु कालिम्पोङ जानलाई यहाँ प्र्याक्टिस गर्दैछु हालत अहिलेदेखिबाट खराब भइसक्यो हिउँ खेल्ने मेरो ठुलो रहर छ नि त हिउँ खेल्न जाने ठुलो रहर छ क्या मेरो अनि त्यही भएर कालिम्पोङ ए भगवान् बरु त्यो गुगल म्यापमा हान्न देखाउँछ कति खाडीचोर थाहा छ अहिलेसम्म कहीँ गएकै छैन होला खालि त्यही कामको काम होला के जाला र हिउँ खेल्नु मनपर्छ कि मन पर्दैन मनपर्छ ए झगडा गरेर हुन्छ के गरेर हुन्छ जाने नि भोलि आमा भोलि त के दिनभरि सुतेर बस्ने होला मेरो यहाँ अहिलेदेखिबाट हालत खराब भइसक्यो झन् त्यहाँ गयो भने के हुने होला पुसतिर मागतिर एक्लै को जाने हो र एक्लै जाने मेरो सातो फुटो उड्यो क्या लाइसेन्स बिलबुकै पुगेको छैन त्यो पनि कन्फिडेन्सको साथ हिँड्नुपर्छ क्या है झ्याउलाएर आउँछ क्या हरायो भने फेरि के गर्ने आमा हरायो भने टेन्सन हुन्छ फेरि बनाउनुपर्छ त्यो भन्दा त घरमै थन्काइदिने हो कि समात्यो भने अनलाइन देखाइदिने छन त अनलाइन नै छ अनलाइनमा लाइसेन्स मात्रै छ क्या बिल बुक देखाउनु पऱ्यो भने बिल बुक चाहिँ घरमै छ आज यसो ठमेलको भिडियो बनाइदिउँ भनेर आएको क्या हुन त अब 12 बजेतिर बनाउनु पर्ने हो अब 12 बजे त सक्दैन यस्तो चिसोमा को 12 बजे आएर भिडियो बनाउँछ घरबाट नि लाभ खान्छ मैले फेरि त सालेले राति 12 बजे हिँड्नुपर्ने भन्छ अहिले ए गान्धीचोकमा कतिचोटि लड्ने हो थाहा छैन ए होइन त्यहाँ अनि हिउँ हुन्छ नि त अनि चिप्ले गर्छ नि त त्यही भएर है तिम्रो यो गोरो हुनुको राज के हो मलाई नि चाहियो यस्तो गोरो हुनु मन छ मलाई नि के हो जाडो महिना भएको भएर हो क्या थाहा छैन त कि राति 12 बजेतिर हुने हो क्राउड 12 बजे चाहिँ खाली हुन्छ यो छाती दुख्नुको कारण के हो चिसोले हो कि के हो कस्तो छाती दुखिरहेको छ यो चिसोले हो कि पानी नखाएर हो कि कसले बनाएर दिन्छ र म त अल्छी छु एक राउन्ड ठमेल घुमाइदिउँ के भइसक्यो के भन्छ भने ल भाइ राति भए भएछ अब बवाल क्राउड हुन्छ होला खै अहिले त खै क्राउडै छैन त त्यही पनि म एक राउन्ड घुम्छु है कतिको क्राउड रहेछ हेर्छु नि यो टाइममा खासै क्राउड हुन्न क्या यो भनेको खै त केही देख्दिनँ त यार यस्तो राम्रो मैयाहरू देख्छ कि भनेको कोही देख्दिनँ त म त कुदाउँछ त यार गाडी त तिम्रो के हो जाम छ क्या हो क्षेत्रपाटीमा ल है केटा हो ठमेल छिर्यो ठमेल छिर्न त पहिल्यै छिरिसकेको थियो तर ठमेलको रमझम हेर्नलाई चाहिँ कि यो यहाँबाट आउनुपर्छ क्या यहाँबाट आयो भने मात्रै ठमेलको रमझम देखिन्छ रमछन् ए के भन्दैछु यार तिम्रो लपडा लागेर के अरे एमा के भन्दैछु सो गाइज अहिले आइसकेको छ ठमेल देख सकते हो गाइज ये हमारा रेड लाइन एरिया नहीं भाई
फेरि रेड लाइन भन्यो भने फेरि मार्ला फेरि मलाई। खै त के हो क्राउडै छैन त शुक्रबार, जाडो महिना भएर पनि हो कि क्या हो। आज फ्राइडेको दिन नि कस्तो क्राउडै छैन त यार। कति भयो 9 बजे होला सायद, त्यस्तो खासै क्राउड छैन रहेछ। ओयो मासाला के हो यस्तो जाडोमा नि आइसक्रिम खाँदैछ त यार, खैरोहरूलाई त मान्नै पर्ने यार। यस्तो जाडोमा नि आइसक्रिम खाँदै बसिरहेको छ खैरोहरू। त्यो हो छैन यार, हुन त रातिको 12 बजे भयो 12 बजेतिर हुन्छ कि खै। अहिले त मेरो खासै क्राउड छैन त्यति। केटीहरूलाई जाडो हुँदैन क्या हो, मलाई न यस्तो जाडो भइरहेको छ। पुरा न हाफ प्यान्ट लाएर हिँडिरहेको हुन्छ। अघि एउटा केटीले लाएर हिँड्दै थियो, धेरै जसोले त लागेकै छैन रहेछ। राम्रो हो, यस्तो हुनुपर्छ, लुगा टक्क लाएर हिँड्नुपर्छ, जाडो छ होइन। सेक्सी बनाएर हिँडेर के काम है। ल गाइस यही हो आजको दिन, आजको ठमेल। 8 बजेको ठमेल यस्तै रहेछ, खासै क्राउड छैन रहेछ। ल गाइस म यहीँबाट गएँ है, खासै क्राउड छैन रहेछ। राति आएको भए हुन्छ, के अरे 12-1 बजे आएको भए हुन्छ होला, अहिले त छैन यार। सो गाइस अब चाहिँ हामी यहाँबाट घर चल्दिन्छौँ। बवाल जाडो छ, अब हामी घर जान्छौँ। सो गाइस आजको भ्लग यति रहेछ। थ्याङ्क्स फर दिस वाचिङ एन्ड टेक केयर गाइस। जाडो छ होइन, आफ्नो टेक केयर गर, तातो पानी खाऊ। म त खाँदिनँ होइन, झन् चिसो पानी खानुपर्छ क्या यस्तो बेला त। यस्तो बेला झन् चिसो पानी खानुपर्छ, हिउँमा गएर आइस खानुपर्छ भनेर भन्दिनँ म। ल गाइस आजको भ्लग यति नै थियो। यो के अरे जाडो महिना भएको भएर पनि हो कि खासै क्राउड छैन। अनि हुन त अब म अलिक छिटो आएँ कि होइन। ल गाइस अब राति 12 बजे आउन त गाह्रै पर्छ नि त, त्यही भएर अहिले यसो 1-2 राउन्ड हान्थ्यौँ भनेर आएको। ल बाई बाई गाइस, थ्याङ्क्स फर दिस वाचिङ भिडियो। लाइक नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सब हानिदिउँ, सब ठोकिदिउँ होइन। ल बाई।